बिन्दास पाराहरू खेलाडीहरू यता छन् हिमाल सुनारी ए रवि केसी यता राजन दर्लामी यहाँ छ हाम्रो व्यवसायले गर्ने भर्जिन उता त सुजन चौहान भनेर के भन्थ्यो नि त अहिले हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग स्वागत छ तपाईँहरूलाई आजको मेरो नयाँ भिडियोमा टक्क लाएर हामी चाहिँ बल खेल्नु जाँदैछौँ आज ठ्याक्कै छ्याप लाएर बल खेल्नु जाँदैछौँ हामी अरू केटाहरू गइसक्यो हामी चाहिँ हिँड्दैछौँ यतातिर ट्याक्क ल है त भलक सुरु भयो भने चाहिँ ठ्याप्प लाएर हाम्रो पास मिस्टर सुजन चोखाल भर्जिनको नामले प्रख्यात हुनुहुन्छ उहाँ हामी चाहिँ उहाँ माथिबाट आएको देखिए छैन गाउँ त यस्तै छ के गर्नु जिन्दगी यस्तै छ ठ्याप्प लाएर लाइक हान्दिनु होला जानुपर्ने हुन्छ गएर चाहिँ टक्क लाएर यो पारामा खेलेर जितेर हाल्नुपर्ने हुन्छ पार्टी हाल्नुपर्ने हुन्छ पार्टी हान्नुपर्ने हुन्छ अब प्राइज 20,000 छ 20,000 हाम्रै हातमा हो गर्ने क्या अझै 20,000 हाम्रो हातमा हुनसक्छ अरू चाहिँ गइसक्यो सबै हामी चाहिँ जाँदैछौँ ठ्याप लाएर ऊ त्यो माथिबाट आएको हामी चाहिँ अब जाँदैछौँ हामी के गर्नु लास्ट चाहिँ अब हाम्रो ठ्याप लाएर अब हाम्रो ट्रेनिङ नै छैन बल्ल 2 दिनको ट्रेनिङ है 2 दिनको ट्रेनिङले सिधै फर्स्ट हामी अब ढुक्क लाएर ढुक्क लाएर होइन ट्याप लाएर ट्याप पनि होइन चाहिँ ठ्याप लाएर गर्छ नि त ठ्याप लाएर नार्चेनको झरना पनि देखिसक्यो अनि हामी बल खेल्ने ठाउँ यही डिलुलट्टी हो त्यहाँ चाहिँ के कस्तो हुँदैछ यो डिलको घर हुनेमा यसको उताबाट गिरान छ त्यही हो ठ्याप लाएर यहाँ के हो यो ब्यारेक हो के को ब्यारेक रे पहिला आर्मी बस्थ्यो अहिले सशस्त्र बस्छ पहिला आर्मी बस्थ्यो अहिले सशस्त्र बस्छ यहाँ एपिएफ नै आउनु सक्छ सशस्त्र एपिएफ एपिएफ पो रहेछ म एपिएफको टिमबाट नि लिनु एपिएफको टिमबाट जाँदैछु हामी तिमी चाहिँ होइन म चाहिँ खेलेको सो त्यही हो अब टक्क लाएर हामी त्यहाँ पुगेपछि बल्ल दिनौ र मलाई अस्ति काभा कपमा एनबिए कपमा उबाट खेलेको एपिएफबाट एकदम सरोज बरदेवा अनि रूपेन्द्र गैरे अनि सुरेन्द्र केसी त्यो अरू थुप्रै दाइहरू हुनुहुन्थ्यो खेलेको हार्दै के चान्स दिनुभएको थियो मलाई चान्स दिनुभएको थियो चान्समा त खेलेको गरेँ तर चान्समा डान्स हान्नु सकिएन ल त्यही हो अब हामी त्यहाँ गएर यसो छोटो बल खेलेको भिडियो नि क्लिप हाल्छु म त्यही हो गाइजहरू अब भेटौँला उहीँ गएर मलाई साह्रै गर्मी भयो म फ्यान्टा खान्छु फ्यान्टा गर्ने सो गाइज हामी चाहिँ मोटो भला गर्दैछौँ बाइकबाट सरेर हिलो
बाबु हेलमेट छ है सिट काटिदिनु सिट काटिदिन्छ म फेरि हेलमेट लगाएपछि ओभर स्पिड भयो हामीले बल खेल्न आएको बाइक चलाएर बसिसकेर हो गार्नु त नि यही हो कुरो ठ्याक्क बल खेल्ने ठाउँमा त आइपुग्यो अब यहाँ बल खेल्ने मान्छेहरू छैनन् कडा ठिक छ होइन एकदम घाममा तातेर पर्सिनु परेछ गर्मीले तात्यो यहाँ केटीहरूको म्याच हुने अरे पहिला त्यसपछि बल्ल हाम्रो 17 टिम पुगेछ आउँछन् के आउनन् बिन्दास पाराहरू खेलाडीहरू यता छन् हिमाल सुनारी ए रवि केसी यता राजन दर्लामी यहाँ छ हाम्रो व्यवसायले गर्ने भर्जिन उता त तँ त अलि त्यो धीरज काजी त्यस्तै छ क्या तेरो कपाल चाहिँ अब यहाँ तिसी बस्सी घाम छ यार वेलकम ब्याक टु अनदर एपिसोड सबिन सुविधि बोला खुक आइफोनहरू अझै नि गेम खेल्नु पाइँदैन घामले पाप केटीहरू खेल्दैछ यहाँ टक्कला अझै नि हिँड्नु पाइएन घामले पाप केटीहरू खेल्दैछन् सापकी साप च्वाकी च्वाक च्वाकी च्वाक घनश्याम चौधरी ओल सो हामी चाहिँ फर्केर आइसक्यो घर जानु पर्यो त्यही हो त्यो भिडियोमा कुनै नराम्रो कुरा छ भने माफी माग्न चाहन्छु हस्त धन्यवाद।